from STV channel. अनि आज मैले भ्लग सुरु गरेको छु हाम्रो डान्स प्र्याक्टिसबाट। हामी भोलिको लागि डान्स प्र्याक्टिस गरिरहेको छु किनकि हाम्रो भोलि छ कम्पिटिसन। सो वी आर एक्साइटेड प्लस नर्भसनेसहरू धेरै भइरहेको छ। एन्ड दिस इज हाम्रो 12जना छ है। हामी चाहिँ डान्समा 12जना छ र यो कम्पिटिसन चाहिँ इसान डान्स कम्पिटिसनको लागि चलिरहेछ। आउनु आउनु उहाँ पनि छ। अनि हामी बन्दी बनेर बसेको छौँ। हामी बन्दी बनेर बसेको छु। यो फलामको धेरै खुट्टा दुखेको छ तर हामी हार मान्दैनौँ नि। यस दिस टाइम वी विल विन। हामी गोल्ड मेडल लिएर आउने हो। ट्रफी कि त गोल्ड मेडल। अनि त्यसपछि फर्स्ट हुनेले 20,000, सेकेन्ड हुनेले 15,000, थर्ड हुनेले 10,000, फोर्थ हुनेले 5,000 पैसा पाउनेछ। प्राइज हो त्यो चाहिँ। अनि यो चाहिँ इसान डान्स कम्पिटिसनमा धेरैवटा स्कुलहरू पार्टिसिपेट गरेको छु। अनि हामी पनि छौँ त्यो स्कुलबाट, मतलब एम्बेसडर एकाडेमी स्कुलबाट जितेँ। अनि तर यो भ्लग म एकैचोटि स्याटरडे सेन्ड गर्नेछु। अहिले 16 गते हुन्छ होइन, भोलि 15 गते होइन, 16 गते म सेन्ड गर्छु। नभए डान्स लिक हुन्छ के। अनि यहाँनिर छ हाम्रो चेलाहरू।
यस्तो छ। अनि हामीले चाहिँ अलिक एनर्जी नलाएर र उयो नगरेर गरिरहेको छौँ किनकि यहाँनिर बच्चाहरूको हेल्थको लागि पिटी टाइपको भइरहेछ। सो धेरै नलाएर गरेको छैनौँ हामीले कम्पिटिसनमा त राम्रै गर्नेछौँ र यसमा चाहिँ अलिक हामीले त्यो गीतहरू पनि गाएको छैन राम्ररी। हामीले चाहिँ त्यो अझै भिडियो हेर्नु होला, मेरो नेक्स्ट ब्लग पनि हेर्नु होला। भोलि चाहिँ हाम्रो कम्पिटिसन, त्यति बेला चाहिँ हामी सबै मिहिनेत गरेर नाच्नेछौँ र पोजिसन ल्याउनेछौँ भन्ने के भयो। अनि हाम्रो चाहिँ यहाँ चेलाहरू सबैजना थाकेर बसिसक्यो किनकि हामीले डान्स गरेर यो खुट्टाले गर्दाखेरि लास्ट गाह्रो हुन्छ, धेरै दुख्छ। सो हाम्रो डान्स यस्तो छ र सबै भ्लग हेरिदिनु होला। लाइक सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला र हजुरहरूलाई कस्तो भिडियो चाहियो त्यो पनि भनिदिनुहोस् होला इन कमेन्ट बक्स। गाइजहरू हामीले चाहिँ डान्स गर्न सकिसक्यो र एकछिन रेस्ट लिएको छ र यहाँ म्युजिक क्लबको मान्छेहरूलाई स्पिकर चाहियो र स्पिकर लिँदैछ। त्यहाँनिर मान्छेहरू आधी मान्छे त्यहाँभित्र म्युजिक रुममा। उता सरलाई देखा न नाइ राम पढेर सरलाई आमा त्यस्तो खै कस्तो छ। गाइजहरू हामी चाहिँ यस्तो थाकिसकेँ र मेरो खुट्टाको हालत यस्तो सुन्नेको छ नि त्यो उयोले गर्दाखेरि। ल म पछि भ्लग स्टार्ट गर्छु ल गाइजहरू। अहिले कस्तो लाज लाग्ने सिन भइरहेको खान पाल्नु भएको छ। सबैजना थाकिसक्यो। यो हाम्रो डान्स हल हो। अब हामी जान्छौँ खाजा खाने। यहाँनिर धेरै हल्ला भएर हामी बाहिर जाउँ। खाजा खाएर बसिरहेको छु र यहाँनिर सबैजना खेलिरह। थकानले बसिरह यहाँ सबैजना खेलिरह। यो सिनियर ब्रेक हो। जुनियर ब्रेक सकिसक्यो, त्योभन्दा पनि जुनियर ब्रेक सकिसक्यो। लिएर ब्यागमा हालेर अब हामी खाना जान आँटे जसरी बोला हो भने यहाँ लुगा लिँदैछ बोला खै त्यो दुईवटा चाहिँ कहाँ गयो फेरि सेकेन्ड ब्लक। अब यो सेकेन्ड ब्लक हालिसक्यो आज हालेको भर्खर हालेको। कति छ 8 बाहिर 8 ब्याग यहाँ राख्ने होइन। बाई र लुगै हालेर मसँग त छैन मलाई नि यस्तै गर्छु नि साधन मलाई थाहा होला नि भोलि थाहा होला नि। खुर्साङ 20 रुपियाँ खाना एकैचोटि लास्टमा भ्लग किनकि हामी मिहिनेत गरेर राख्नु फर्स्टलाई। अनि त्यसपछि सर्ट पनि आउनु भएको थियो हेर्नलाई। एउटा सर्ट ठुलो सर्ट आउनुभएको थियो हाम्रो डान्स हेर्नलाई। त्यसैले हामी त्यसपछि डान्स व्यस्त भयो। हामी 3-4 चोटि त गऱ्यो होला। अनि त्यसपछि सरले राम्रो छ भन्नुभयो। थोरै कुनै चिजमा केही मिस्टेक भएको भने भन्नुभयो। अरू सबै ठिक छ भन्नुभयो। त्यति हो। भोलि चाहिँ मिहिनेत गर्छु। अहिलेको भन्दा पनि धेरै मिहिनेत गर्छु। खुट्टा पनि दुःख छैन, नुहाउनु पऱ्यो नुहाउँछु। अनि अर्नामेन्ट्सहरू किन्छु। अर्नामेन्ट्स भन्दा नि मतलब कि मेकअपको सामानहरू किन्छु। क्या गर्दा हिँड्नु लगर हुन्छ हाल्यो भने हेलो सब्सक्राइब गरेर के लाइक र सब्सक्राइब चाहिँ गर्नु होला। हामी खाना जाँदैछु स्कुलबाट अलिक टाढै भनौँ न धेरै टाढा नै होइन। त्यसपछि 2टा चिज किन्न छ।
के भन्छ ल लाछा र ल्यासेस पनि किन्नु रे के किन्नु रे त्यही दुईवटा होला अरू केही छैन हामी आइसक्यो चटपटे खान के खान्छ अब डिसाइड पुरी चाट थाहा छ आज पुरी चाट छ भने 50 को पुरी चाट 50 को चटपटे 50 को पानीपुरी सबै 50 यसले खुवाएको चाहिँ मलाई त्यस्तो क्यामेराबाट एलर्जी छ मलाई मन पर्दैन भोलि मैले कस्तो राम्रो छ के हाम्रो लागि यसले ट्रिट देखाइ हामीलाई चाहिँ भोलि डान्स छ नि त त्यसैले होइन अनि खाली भयो नि दिलवाली छु भन्न अनि कन्फिडेन्स हुनुपर्छ कि भाइ यो हटाइमा पाल्छ है उसलाई नै देखा जस्तो हटाना गर्छु त्यो नि मुखमा हालेर पानी छ नि कि यहाँ राखेर गरेर खान्छस् यहाँ बोक्यो भने हामी यतिजना छौँ जुरुङ्गो भएको 50 को पानी अनि चटपटे 50 को अनि 3 थरी 50 50 अब थाहा भयो जोर बस्छ हामी अब खाएर म अन गर्छु निसिसके दार्न लायो के हो खाएर निसिसके पानपत्र खा यत्रो म त दिदैन अब घर गएर ट्राई गर्छु र हाम्रो लुगा यहाँ छ मेरो केटीको लुगा हो अनि उयो केटा झन्डै यो केटा भन्दै छ यो केटाको लुगा लाउँछ यसको ब्यागमा खै पहिला लुगा देखाउँछु पछि वेट मेरो ड्रेसअप चाहिँ यो हो यहाँ छ पेटीकोट अनि यसलाई के भन्छ मलाई थाहा भएन अनि यो लुङ्गी अनि यो के हो थाहा भएन यो यसरी लाउने यो कसरी लाउने थाहा भएन सरले चाहिँ त्यो केटाहरू लाउँछ त हो त्यसरी भन्ने थियो अनि यो चोलो डिसमा अनि यहाँ केटा मान्छे चाहिँ रेडी हुँदैछ अहिले लामेको छ होइन ट्रामालाई लाग्यो पछिबाट नि यसलाई यो माथि लगाएर बाँध्छ जस्तो गर्छ जस्तो लाग्यो गर्दैन मलाई यस्तो चाहिँ हुन्छ यो यति हुन्छ के खास गरी होइन के तेरो यो डबल गरेर चाहिँ यस्तो लगाइदिन्छ जस्तो लाग्यो कस्तो यस्तोमा यस्तो डबल होइन हुँदैन ए कस्तो छ बत्ती गयो यो चाहिँ डबल अनि के आज बत्ती के हो मैले त फुल यस केटालाई पो देखाइदिन्छु यो मेरो फुल केटअप यस्तो छ भोलि अर्नामेन्ट्सहरू ल्यायो भने त यस्तो दामी यस्तो नयाँ नयाँ अर्नामेन्ट्सहरू ल्यायो नि यस्तो नयाँ कस्तो नयाँ नयाँ है के बोल्छु यस्तो नयाँ यहाँ मेरो बहिनी त्यसले एउटा चिजै लाउन बिर्सिछ कोट कोही कोट कोट लाउने होइन कोट लगाएर सबै अर्नामेन्ट अनि यहाँ मामु बोल्छ नमस्ते भन्नु न नमस्ते भन्नु न यो ब्लग बनाएँ आज दिनभरि बनाएको थिएँ मैले अनि मैले पुरै केबी सरको पर्मिसन पनि लिएको अनि केबी सरले हुन्छ नि भन्नुभयो क्लासभित्र त बनाएन बाहिर मात्र बनाएन अनि यहाँ बुनु नमस्ते भन् खुट्टा होइन नि यहाँ के भा अया झन् यति नाचेको होइन आज झन् यी हजुर सोध्नुहुन्छ होला के लाएर यस्तो दुख्यो फलाम यो लाएर यस्तो भा र गाइस म यहीँ इन्ड गर्न चाहन्छु मेरो ब्लग अब भोलि हुन्छ नयाँ ब्लग आउँछ थर्ड ब्लग सो थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट माई च्यानल गरिदिनु होला धन्यवाद